नमस्कार साथीहरू, म आत्मन आज हजुरहरूलाई एउटा डान्स सो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। देख्न सक्नुहुन्छ मैले यहाँ एउटा टेस्ट लिएर आएको छु। ग्रिन फ्ल्याग क्लिक गरी हेरौँ है त। अब बनाउनतिर लागौँ है त। सुरुमा स्क्रैच खोल्नुस्। अनलाइन भयो नि हुन्छ, अफलाइन। म चाहिँ यहाँ अनलाइनमा खोलेको छु। अब सुरुमा चाहिँ यो स्क्रैच क्याटलाई डिलिट गरिदिउँ अनि एउटा ब्याकड्रप हालौँ। म चाहिँ यो कन्सर्ट ब्याकड्रप हाल्छु अनि त्यसपछि एउटा हजुरहरूले जुनै मान्छे राख्यो नि हुन्छ, म चाहिँ यो राख्छु। अब साइज हल्का सानो पारौँ। मैले 50 हालेँ अनि त्यसपछि मैले यसलाई डान्स के भनौँ, गाई वान, ल यसलाई यही होस्। अब कोड हाल्न थालौँ है त। when green flag click, set size to 50% अनि त्यसपछि go to x -109 y -18 मात्रै हुन्छ। अनि त्यसपछि हामीलाई यो मान्छेलाई यहाँ ल्याउनु छ, त्यसको लागि यहाँ राख्दिउँ अनि त्यसपछि स्क्रैचले यो ब्लकहरुमा x र y आफै अपडेट गर्छ। अघि -109 र -18 थियो, अहिले आफै यहाँ 23 र -15 जुन हो अहिले हाम्रो यहाँ यो मान्छे जहाँ छ त्यसमा अपडेट भइसक्यो। अब जे हो नि पिच कस्ट्युम टु, म यहीँबाट छान्छु यो च्याम 99B हाल्छु। च्याम 99B खास यहाँ अगाडि चाहिँ हाल्नुपर्ने हो अनि मैले हालिदिइसकेँ। अनि त्यसपछि फरएभर नेक्स्ट कस्ट्युम वेट जति सेकेन्ड हाले नि हुन्छ, म चाहिँ 0.25 हाल्छु। अब अहिले यो स्प्राइटको लागि यति नै होस्। अब म चाहिँ अर्को स्प्राइट पनि हाल्छु। अघि सुरुको टेस्टमा देखिहाल्नु भयो होला, अर्को मान्छे पनि थियो। त्यसको लागि यो पनि त्यही साइज 1080 डान्स भन्ने। यो चाहिँ डान्स गाई 2। यसमा नि कोड हाल्न थालौँ। ग्रीन फ्ल्याग क्लिक, यो सुरुमा आउँदैन त्यसैले हाइड। यहाँ भनेको यही हालिदिन्छु x64 y -10 अनि त्यसपछि to x64 y -10 अनि त्यसपछि स्विच कस्ट्युम टु यही सुरुकै हालिदिन्छु स्टान्स अनि सेट साइज टु 50%। त्यसपछि when I receive show another person, जुन चाहिँ हामी एकछिनमा ब्रोडकास्ट गर्छौँ,
सो यहाँ छ सो त्यसपछि फरेभर नेक्स्ट कस्ट्युम अनि त्यसपछि वेट 0.25 सेकेन्ड्स। अब हामी अर्को स्प्राइट बनाउँछौँ है त। अब चाहिँ यो स्प्राइटमा हभर गर्नुस् अनि त्यसपछि पेन्ट अप्सनमा थिचेर एउटा नयाँ स्प्राइट बनाउनुस्। म यो स्प्राइटलाई अडियन्स भनेर नाम दिन्छु, अडियन्स। अनि त्यसपछि अब हजुरहरूले अर्कै तरिकाले पनि राख्न सक्नुहुन्छ, तर म चाहिँ सजिलो तरिकाले सिकाउँछु। स्टेजमा गएर डिलिट गरिदिउँ, तलपट्टिकोलाई सिलेक्ट गरेर कपी पेस्ट गरिदिन्छ। 0/0 सरी। अब यसमा नि कोड हाल्न थाल्यो। When green flag clicked, go to X 0/0 अनि त्यसपछि अब हामीले यहाँ साउन्ड पनि हाल्नुपर्छ है यो अडियन्स स्प्राइटमा। यो पपलाई डिलिट गरिदिउँ, त्यसपछि एउटा चियर भन्ने, त्यसपछि अर्को चाहिँ क्राउड ग्यास। त्यसपछि अहिलेलाई यति नै हालौँ, एकछिनमा सम्झ्यो भने अरू पनि राखौँला। त्यसपछि प्ले साउन्ड चियर अन्टिल डन, यु वेट, अपरेटर्समा गएर पिक ऱ्यान्डम कति बनाउनु 8 to 10 सेकेन्ड्स। अनि त्यसपछि हामीले अघि बनाएको मेसेज होइन, त्यो अहिले होइन, जे लेखे पनि हुन्छ। म चाहिँ गुड किप अन गोइङ लेख्छु अनि त्यसपछि फर 2 सेकेन्ड्स म 2 सेकेन्ड्स नै हाल्छु। अनि त्यसपछि फेरि यो ब्लकलाई डुप्लिकेट गरेर यहाँ हालौँ। अब चाहिँ यो मेसेज ब्रोडकास्ट गरौँ। त्यसपछि फेरि यही ब्लकलाई डुप्लिकेट गरौँ अनि अब चाहिँ हल्का लामो भ्यालु हाल्दिउँ। अब छोटो लामो एउटै जस्तो पनि हुन्छ, तर म चाहिँ यतिमै हाल्छु। अनि त्यसपछि प्ले साउन्ड चियर अन्टिल डन, त्यसपछि ब्रोडकास्ट हामी एउटा नयाँ मेसेज बनाउँछौँ, स्टप द सो। अनि त्यसपछि यही अडियन्स स्प्राइट भित्रै when I receive show another person, play sound crowd gasp until done। अब अहिले नै यो ब्याकड्रपमा गएर एउटा ब्याकग्राउन्ड म्युजिक चाहिँ हालिदिइहालौँ है त। यो डिलिट गर्छु, त्यसपछि एउटा टेक्नो भन्ने थियो, ल ठिक छ। अब when green flag clicked, forever, play sound techno until done। अब यो डान्स गाई 1 मा गएर फेरि when I receive show another person, अब हामीलाई हल्का साइडमा जानु छ, यो मान्छेलाई यहाँ ल्याउनु छ। त्यसैले फेरि म स्टेजमा यहाँ राखिदिएर मोसनमा गएर
glide 1 seconds to x -55 y -20. अब when I receive stop the show जुन चाहिँ यो डान्स गाई 1 मै हो stop other scripts in sprite switch costume to Gem99B त्यसपछि यहाँ पनि त्यही गर्दिम यहाँ चाहिँ 1080 स्ट्यान्ड्स हो अब यो कस्तो हुन्छ रहेछ टेस्ट गरौँ है त त्यसपछि अब हल्का इन्हान्समेन्टको लागि एउटा थ्यांक यू मेसेज पनि हाल्दिम है त अब नयाँ स्प्राइट बनाम पेन्ट अप्सन या पेन्ट अप्सनमा थिचेर त्यसपछि यसलाई चाहिँ एन्ड टेक्स्ट भनेर नाम दिन्छु अनि त्यसपछि अहिलेलाई चाहिँ म एउटा सिम्पल बनाउँछु है त ल अहिलेलाई म यति नै बनाउँछु एन्ड सरी एन्ड टेक्स्ट त्यसपछि ग्रीन फ्ल्याग क्लिक्ड अब अहिले देख्नुभयो होला सुरुमा यो एकदमै स्मुथ जुम इन गरेर आएको थियो अब त्यो कसरी गर्ने देखाउँछु है त when green flag clicked set ghost effect to 100 भनेको पुरै ट्रान्सपेरेन्ट हुन्छ त्यसपछि यो चाहिँ सुरुमा हाल्दिम go to x0 y0 त्यसपछि set size to 10% अब एकचोटी हेरौँ है त यो मात्र ठिक छ अब when I receive stop the show repeat 10 change ghost effect by -10 sorry -10 अब फेरि यही इभेन्ट ब्लक when I receive stop the show फेरि हालौँ त्यसपछि forever loop अनि त्यसभित्र change size by अब यहाँ चाहिँ हल्का म्याथ युज गर्नुपर्छ है यहाँ अपरेटर्समा जाउँ अनि त्यसपछि अहिले यही बाहिरै हालौँ साइज कहाँ छ लुक्स को साइज हैन 100 minus size divided by 5
अब यति मात्र एकचोटि टेस्ट गरी हेरौँ है त। सुरुमा यो थिचिदिन्छु अनि त्यसपछि अब अलिकति देख्यो नि। अब फेरि यही टेस्ट गरौँ अनि स्मुथ जुम इन हुँदै आउँछ नि। अब अझै स्मुथ चाहियो भने यसलाई अर्को डिभाइड ब्लक भित्र हाल्नुस्। यो 100 माइनस साइज डिवाइडेड बाई 5 लाई त्यो सुरुको ब्लकमा हाल्नुस्। त्यसपछि सेकेन्डमा चाहिँ डिवाइडेड बाई 2 अथवा म चाहिँ डिवाइडेड बाई 4 हालिदिन्छु। अब फेरि एकचोटि हेरौँ है त। यो मैले थिच्दिसकेँ। अब यो भयो अनि त्यसपछि अब चाहिँ अझै स्मुथ भयो नि। अब साथीहरू हाम्रो आजको प्रोजेक्ट यति नै थियो र हामीले के बनायौँ एकचोटि टेस्ट गरिहालौँ है त। अब एउटा गडबडी चाहिँ देखियो है। यो स्टप बटन नथिचिन्जेलसम्म यो म्युजिक बजि नै राख्छ तर कहिले पनि स्टप हुँदैन। त्यसको लागि चाहिँ सजिलो अप्सन छ तर म चाहिँ एउटा राम्रो तरिका देखाउँछु। यही यो एन्ड टेक्स्ट भित्रको when I receive stop the show को forever loop भित्र repeat until size equals to 100 त्यसपछि change size by 100 minus size divided by 5 divided by 4 ठिक छ। अनि यो रिपिट ब्लक बाहिर चाहिँ कन्ट्रोलमा गएर स्टप अल हाल्दिउँ। अब चाहिँ केही पनि गडबडी हुँदैन जस्तो लाग्छ। त्यसैले फेरि हेरौँ है त। ल ठीक छ साथीहरू, आजको प्रोजेक्ट यति नै थियो र हजुरहरूलाई यो प्रोजेक्ट मन पर्यो भने कृपया च्यानललाई लाइक शेयर र सब्सक्राइब गरिदिनको लागि मेरो हार्दिक अनुरोध छ र आउने दिनहरूमा म अरू प्रोजेक्ट पनि लिएर आउने छु। Until then, keep scratching, keep enjoying.